भन्दै मान्दैन छोडिदेऊ न एकछिन फ्रीली छोडिदेऊ त्यसलाई मान्छ आफै ल मान्यो ल माने ल छिटी छिटी गरिहाल्यो कति छ र इंत కూడా మందిడి తెలుస్తుందిరా ఈ చూడండి నేను సికొండురా ఈ చూడండి ఈ జవాబడరా ఏ ఈ తోడరు నీ తెలుగు 150 पे 100 తెలుగు వాసడా आ तोडे उडे जुमलाको खसी हो र तसिमा खडा लिभरको कन्डिसन यो सब गरेन रिएक्सन चाहिँ गर्ने एपेन्डिकुलर लम्ब भएर इन्टरभल एपेन्डिक्टोमीको लागि हाल्ला हो त्यसलाई अत्ता कोडरी यहाँ थोडो नि दिन्छ अन्ना इधर अन्ना मतलब दाई है यसलाई देखाइराखौ नि क्लियर तरिकाले पर मानविन देखा त फोटो छ खोज गर्दै हाई गर मानवी ಎಂತ ಕೊಡಿ ಮಣಿನ ಮಾವನ್ನ ये भन्न बतडा उसले हेजिले इच्छा ना यति फनी कादी भयो म तपाईँ बडा मारा नि है मैले अब यो कति अर्को दशसम्म यही भन्दै राखिन्छ अब हल्कै गफैदियो यता आहा यो दामी देखियो हल्दी सेरेमनी चपाती मामा सीधा साउथ इन्डियनमा मात्र गर्नु अरु के ल यो पनि हाला हामीले भात खान्छौँ कि नै क्लियर भयो अब बाटाले किन त्यो फरम काट्न लाग्छ बिस्तारै याद गर्छु यसलाई थिच्नु पर्यो अथवा अब यो माथि आउने क्रममा छ कस्तो अछिमा गाडी छ ट्र्याक्टर फुडलाई अपोज भएर छ यसको टेक्निक त केही न केही त होला हैन के गयो फेरि तर यही हो पेट काट्ने हुन्छ फेरि यहाँ त्यस्तो बिर्सेको हुन्छ नि अहिले केही फरक पर्दैन कस्तो हुन्छ मासु गरेर हुन्छ नि के हुन्छ त नि आन्द्रा त निकालेर आउँछ लागेन नि ल हेर भित्र लङ्स देखियो यो फुलमा भने इसोफेगस माथिबाटै तान्दिने हो कि यो इसोफेगसको यही हो यो तान्नु पर्यो नि इसोफेगस हट देखाम खै यहाँ छ त मस्ट यही तान्न खोजेको कि मेन यसैलाई हो कि दिदी बुझ्नु भएन यो हो नि त हेर्नु न यसै तान्न खोजेको के हो यो माथि टेस्टी भन्नु न साउथ इन्डियनमा टेस्टी भयो कस्तो छ बेसार ल्याउन पर्यो मसला हुन्छ खोज्या राख्दै ल्याउन अनि त्यो मसला पनि हाल्दै ल्याउन केही हुन्छ तेल खर्चमै हुन्छ किन्नुलाई भाले हुन्न मस्त खाने हो क्या हजुर धेरै हुन्छ नुन स्योर फरक पर्दैन सानी हालेको छैन नि होइन नुन भइहाल्छ दिदी यस्तो दामी हुन्छ हेर्नु रातो झोल हुन्छ होइन भारी मिठो मसला खै मिठो मसला ल्याइहाल जाऊ ए भान्जाहरूले पठाइहाल्छन् मिठो मसला चाहियो नि त मिठो मसला चाहिएन भान्जा जाऊ मिठ मसला ल्याएर जाऊ ठिक छ होइन यति भयो नि त्यो मसला दिनु हुन्छ रगत केन्ने अब रगत यस्तो तरिकाले पाक्छ यसलाई अब यो माउथ वाटरिङ छ एकदमै पुरा यस्तो यो टमाटरको ग्रेभी जब यो हुन्छ नि त्यसपछि बल्ल यो मिठो हुन थाल्छ कि यो छाला पाकेको छैन भनेर हेर्नुपर्छ हामीले त्यसै पाकेकै छैन भन्ने बुझेको होइन मटन अहिले कहाँ पाक्छ लाग्ने भन्ने कुराहरू हेर्नु पऱ्यो होइन के छ ए हामी ठिक छ मसला ससला छ है ए गजब लास्टै मिठो छ यार अझै त छाला छ मिठो टेस्ट छ कि कुरै छोड्दैन यस्तो मिठो छ
कस्तो दामी बनाएको है यो हेर मासु हेर लग्यो हाल्दैन हाल्दैन पटाका भन्दा चाहिँ ध्यान छ तिमीलाई आज किन पटाका चलाउनु मलाई 6 महिना बाउलीको नगएको छ म त हत्तै नै छैन पकाउन सक्छु त्यस्तै बनाएर ल खानु दाइ कसो छ आइरहेछ खानु हामी छोडिहाल्नु भयो